बधाई छ मेरो प्यारो अगुवाजनहरूलाई। हामीले गरेको योजनामा हामी सफल भएका छौँ। आज चाहिँ येशूलाई मृत्युदण्ड दिलाउनु नै पर्नेछ अनि हामी चाहिँ एक भएर काम गर्नुपर्नेछ। हो हामी एक हुनुपर्नेछ। हजुर, येशूको मृत्युदण्ड निश्चित नै छ। येशूलाई क्रुसकापमा झुन्डाएर मार्नै पर्छ। तब मात्रै सारा विश्वले देख्नेछ हामीसँग टक्कर लिनेको परिणाम। अब हामीलाई सारा विश्वले चिन्नेछ। आफूलाई जीवित परमेश्वरको पुत्र भन्छस्, हाम्रो परमेश्वरको विरोधमा बोल्छस्, जीवित परमेश्वरको विरोधमा बोल्छस्। हामी यसको घोर विरोध गर्नुपर्छ। यस महागुरु, तपाईहरू जे भन्नुहुन्छ हामी तपाईँको साथमा छौँ। तपाईँहरू निश्चिन्त बस्नुहोस्। अब हुन्छ असली खेला। मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु। दिनुहोस् तपाईँको पैसा। हामीलाई के मतलब? तैँले लिएको तैँले जान। ढुकुटीमा राख्न उचित छैन किनकि रगतको मोल हो। अहिलेको लागि होस्, हामी यसलाई के गरौँला? सुनो साम्राज्यका हाकिम पिलातुस आइरहनु हुँदैछ। होशियार होशियार होशियार। कप्तान, हजुर, आज कसको न्याय हुँदैछ? हजुर, आज एकजना बारबास भन्ने डाकुको अनि क्रिस खेलाउने येशूको। अच्छा, उसो भए बारबालाई अहिले नै लिएर आऊ र येशू भन्नेको उसलाई पनि लिएर आऊ। हुन्छ हजुर, तपाईँको जे आदेश। सिपाही हो। हजुर सर। सावधान, हामीलाई आदेश मिलेको छ कि बारबार डाकुलाई जलखानदेखि लिएर आउने अनि क्रिस खेलाउने येशूलाई घेराउ गरेर लिएर आउने। कोही सक? यतापट्टि ल्याऊ। सिपाही हो, चलो। यहुदीहरूका राजा हौ? तपाईँले त्यसो भन्नुहुन्छ। अब्जेक्सन माइ लर्ड। ऊ चाहिँ हाम्रो राजा हुन सक्दैन। ऊ राजा भएकोमा हामी घोर विरोध गर्छौँ। अब्जेक्सन माइ लर्ड। हाम्रो सादा मान्छेलाई बिगार्ने उही हो। उसले हाम्रो विषयमा षड्यन्त्र रच्दै थियो। हाम्रो यरुशलेम मन्दिरलाई भत्काउने कुरा गर्दै थियो। यसको हामी घोर विरोध गर्छौँ। उसले आफूलाई ईश्वरको पुत्र हो भनी भन्छ। यो त हाम्रो आस्थाको विश्वासको खिलाफ हो। उसले आफूलाई ईश्वरको पुत्र कसरी भन्न सक्छ? चुप लागा, एकछिन चुप लागा। सबैजना चुप लागा। दोषी व्यक्तिले त केही पनि बोलेको छैन। म त छक्कै पर्दैछु। उसलाई पनि केही बोल्न देऊ। महाराज विजय हो। महाराज, रानी साहबको पत्र आएको छ। के पत्र आएको छ? पढेर सुनाऊ। हुन्छ हजुर। त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस् किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेको छु। तिमी
दिए पनि ती दुईजनामा कसलाई मुक्त गरिदिन्छ? त्यसो भने येशू भन्ने व्यक्तिलाई चाहिँ के गर्नु त? किन उसले के अन्याय गरेको छ? कप्तान, हजुर जाऊ मेरो लागि गएर हात धुने पानी लिएर आऊ। हुन्छ हजुर। अब उसो तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु। आफूलाई युवतीहरूको राजा भन्छस्। ओइ तँ युवतीहरूको राजा अरे, आफूलाई बचाउन सक्नुहोस्, तँ युवतीहरूको राजा भन्छस्। सिपाही उडालेऊ, मारलाई, मारलाई। आफूलाई युवतीहरूको राजा भन्छ, राजा कैलालीको योग्यको छ जस्तो। भयो भने अहिले क्रुजबाट ओर्लेर आइज र हामी विश्वास गर्नेछु। यिनीहरूलाई आउनु नदेऊ, यिनीहरूलाई आउनु नदेऊ भित्र। खेलाइदेऊ यिनीहरूलाई यहाँबाट, खेलाइदेऊ यिनीहरूलाई यहाँबाट। ठिक गरे क्रुसमा तागेर, ठिक गरे। खेलाइदेऊ यहाँबाट, खेलाइदेऊ। ठिक गर्यो, ठिक गर्यो, राम्रो गरे क्रुसमा तागेर। अब खान इजरायलको राजा भएन, आइज ओर्लेर आइज। واحد طاقة هالمشبات
disputarne. Han satikbe. Shalan. Dit kul. Bismanati tete. Malak.